काठमाडौँ क्षेत्र नम्बर 4 निवासी सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, त्यसै गरी हाम्रो सोलुडाँडा टोल निवासी सम्पूर्ण टोलवासी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा म टोलको अध्यक्ष समाजसेवी पर्यटन व्यवसायी पिताम्बर गुरुङको तर्फबाट नमस्कार। अब अहिले जताततै चुनावको माहौल छ। अब देशमा एउटा सक्षम प्रतिनिधि छान्ने चाहिँ बेला आएको छ। तर मेरो चाहिँ काम विशेषले गर्दाखेरि अहिले म चाहिँ यो खुम्बु एरियामा आइराखेको छु। अब यसपालि चाहिँ मैले चाहेर पनि आफ्नो यो मतदानको चाहिँ जुन अधिकार छ, हक छ, त्यसलाई चाहिँ सदुपयोग गर्न नपाउने भएँ। के भने काम गर्नै पर्यो। अब म तपाईँहरूलाई के भन्न चाहन्छु भने, तपाईँहरू सबैजना बुझ्नुहुन्छ के गर्दाखेरि ठिक हुन्छ, कसलाई जिताउँदा ठिक हुन्छ, कसले जित्दा ठिक हुन्छ भनेर सबै थाहा छ। अब अहिलेको माहौल के छ भने, जति पनि पुरानो पार्टीहरूले राम्रो गरेनन्, भ्रष्टाचारी गर्यो, त्यसले गर्दाखेरि नयाँ नयाँ चाहिँ शक्तिहरूलाई अगाडि ल्याउनुपर्छ, अगाडि सार्नुपर्छ भनेर सबैजना लागिराख्नु भएको छ। सबैजनाको विचारहरू आइरहेका छ। एकदम राम्रो कुरा हो। क्षेत्र नम्बर 4 मा चाहिँ अहिलेसम्म हाम्रो पुरानो नेता नेपाली काङ्ग्रेसको गगन थापाले जित्नु भएको हो। तर उहाँले अब जित्नु त भयो, तर जुन यो बुढानाकण्ठको वार्ड नम्बर 12 अन्तर्गत हाम्रो यो सोलुडाँडा टोल, यो फैका खरिबोट, म टोल विकास समितिको अध्यक्ष। तर एकचोटि यो टोलमा आएर तपाईँहरूलाई के गर्नुपर्छ, तपाईँहरूलाई के सहयोग गर्नुपर्छ भन्ने खालको र तपाईँलाई कस्तो खालको विकास चाहिन्छ भन्ने खालको कुराहरू गर्नु त परिजाओस्। एकचोटि अनुहार पनि देखिएन। आएर ठुल्ठुलो नेताहरू जसलाई चिन्नुहुन्छ, जसलाई यो गर्नुहुन्छ, उहाँलाई भेट्नु भयो होला, तर पनि हामीलाई चाहिँ थाहा छैन। हुन त यसपालि उहाँहरू उतातिर जानुभयो, सर्लाहीतिर। अब हाम्रो गगन थापा ज्यूलाई जता गए पनि उहाँलाई चाहिँ अब विजयको चाहिँ शुभकामना दिन चाहन्छु। यतातिर एमालेबाट डाक्टर राजन भट्टराई आउनु भएको छ क्षेत्र नम्बर 4 मा। यसपालि चाहिँ एकदम हामीलाई पुरा विश्वास छ उहाँको विजय हुनेछ भन्ने। किन म यसो भन्दैछु भने, उहाँ चाहिँ नेतामा हुनुपर्ने गुण चाहिँ भएको मान्छे हो। म त चिन्दिनँ उहाँलाई। उहाँले भन्नु मतलब मैले चिन्छु, उहाँले चाहिँ चिन्नुहुन्न। उहाँहरूले चिनेर साध्य पनि छैन, धेरैलाई चाहिँ समेट्न पनि सक्नुहुन्न। तर पनि जति यसो सुन्दाखेरि बुझ्दाखेरि चाहिँ उहाँ एक किसिमको समाजसेवी मान्छे हो भन्ने चाहिँ सुनेको छु। त्यसैले गर्दा पनि उहाँले चाहिँ यसपालि चाहिँ जित्नुहुन्छ होला। र यसमा जित्नमा चाहिँ तपाईँ हामी सबैको सहयोग चाहिन्छ। तपाईँ हामी सबैले उहाँलाई चाहिँ भोट हाल्नुपर्छ। अब किन म यसरी तपाईँलाई अनुरोध गरिरहेको छु भने, अब यो क्षेत्र नम्बर 4 मा प्राय स्थानीय तहमा पनि जति पनि हुनुहुन्छ सबै एमाले अन्तर्गतकै चाहिँ मेयरदेखि अब वडा अध्यक्षदेखि लिएर सबैजना हुनुहुन्छ।
त्यसो हुँदाखेरि एउटा मेरो बुझाइ के हो भने हामीसँग आफ्नै स्थानीयमा पनि यो एमालेकै चाहिँ प्रतिनिधिहरू भएको कारणले गर्दाखेरि माथि पनि उहाँ राजन भट्टराई नै जानुभयो भने हामीलाई केही न केही काम गर्ने मौका र काम गर्न थप सजिलो हुनेछ भन्ने मेरो बुझाइ हो। अब यसपालिको सरकार त्यति बहुमत आउँदैन भन्ने हामी सबैलाई थाहा छ, किनभने यो खिचडी सरकार हुनेछ। अब धेरै पार्टीहरू छन्। अब त्यसले गर्दाखेरि धेरै पार्टी धेरै चाहिँ सांसदहरू हुने भए तापनि राजन भट्टराई जानुभयो भने चाहिँ हाम्रो चाहिँ यो क्षेत्र नम्बर 4लाई विकास गर्नमा उहाँले सहयोग गर्नुहुनेछ भन्ने एकदम आशा लिएको छु। त्यसैले गर्दा पनि तपाईँहरूले उहाँलाई अत्याधिक बहुमतले चाहिँ भोट दिएर उहाँलाई जिताउनु होला। तपाईँ सबैलाई मैले अनुरोध गर्दछु। विशेष गरी हाम्रो सोलु डाँडा टोल विकास अन्तर्गत 55 घर छ। अब त्यो टोलमा हाम्रो विकास गर्नुपर्ने धेरै कामहरू छन्। हाम्रो टोल विकास मार्फत गर्नुपर्ने कामहरू धेरै भएको पनि छ। मेन बाटोबाट माथि टोल छिर्ने ठाउँमा गेट पनि बनाएका छौँ। त्यसै गरी त्यहाँ ढलान पनि गऱ्यौँ। अब उतातिर पछाडिपट्टि देवान मार्गबाट उक्लिने ठाउँमा पनि ढलान भइसकेको छ। यतापट्टि यो बालकुमारीबाट उक्लिने ठाउँ पनि खुर्किला बनिसकेको छ। अब यो त्यो चाहिँ वडासँगको समन्वय, किनभने अलिकति हामी एउटा सबै मन मिल्ने भएको कारणले गर्दा पनि हामीले भनेको अनुरोध गरे अनुसार वडाबाट कामहरू गरिदिनु भएको छ। त्यसैले गर्दाखेरि हामीलाई एकदम सहज भइराखेको छ। हामीले टोल विकास गर्ने क्रममा बाटो पिच गर्ने कामदेखि लिएर खानेपानीको कामदेखि लिएर सबै कामहरू चाहिँ समन्वय गर्दै भइराखेको छ। अझै यो म एउटा टोल विकास समितिको अध्यक्ष भएको नाताले अझै गर्नु मन लागेको काम त्यहाँ धेरै छन्। जस्तो टोलमा चाहिँ हामीले सबै एउटै रङ लगाउने, अनि त्यो रङ लगाइसकेपछि त्यो वालहरूमा चाहिँ विभिन्न हामीले चाहिँ यो शिक्षासँग सम्बन्धित जति पनि कोटेसनहरू लेख्ने, अनि त्यस पछाडि हामीले सिसी क्यामेराहरू चाहिँ राख्ने देखि लिएर उतापट्टि बालकुमारी र उता देवान मार्गबाट छिर्ने उसमा चाहिँ हामीले गेट बनाउने आदि इत्यादि कामहरू गर्नु मन लागिरहेछ। यो भन्दै मैले यो आउने चुनावमा विशेष गरी हाम्रो टोलवासी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ यसपालिको भोट खेर जान नदिनको लागि डाक्टर राजन भट्टराईलाई चाहिँ मतदान गरेर विजय गराउनु होला। तपाईँहरूको आस्था आफ्नै छ। तपाईँहरूलाई चाहिँ यसपालि कति जाति हिसाबले पनि आइराखेको होला, अब जिताउनुपर्छ यताउता भनेर। तर पनि यसपालि तपाईँहरूले चाहिँ राजन भट्टराईले जिताउनु भयो भने जति हामीले यो वडासँग समन्वय गरेर काम गर्ने हाम्रो जति पनि हुन्छ थप सजिलो हुनेछ। किनभने माथि पनि हामीलाई भन्न सजिलो हुन्छ भनेर समानुपातिकमा तपाईँहरू सबैले जसरी हाल्नुहोस्, आफ्नो इच्छा अनुसार हाल्नुहोस्, तर प्रत्यक्षतर्फ चाहिँ उहाँलाई हाल्नुहोस् भनेर मैले अनुरोध गर्दछु। तपाईँलाई मैले सबै कारण बताइसकेको छु किन चाहिँ उहाँलाई मतदान गर्ने भनेर। त्यही भएर उहाँलाई जितायो भने तपाईँ हामी सबैलाई काम गर्न सजिलो हुन्छ। काम गर्न सजिलोको लागि, हाम्रो टोल विकासको लागि पनि उहाँलाई जिताउनको लागि म
हार्दिक अनुरोध गर्दछु। अब अन्त्यमा मेरो अनुरोधलाई तपाईँ सबैले सुनिदिनु भयो, अनि कतिले बुझिदिनु भयो होला, अब कतिले यो एउटा चाहिँ पार्टीको कुरालाई मात्रै लिउ गर्यो भन्ने खालको कुरा गर्दै हुनुहुन्छ होला। म चाहिँ पार्टीसँग भन्दा पनि एउटा सामाजिक कामसँग चाहिँ म अलिकति आबद्ध भएको हुनाले मलाई चाहिँ आफ्नो समाजमा चाहिँ काम गर्न पाए हुन्थ्यो भन्ने मेरो चाहिँ इच्छा हो। त्यसैले गर्दाखेरि तपाईँलाई मैले अनुरोध गरेको, तपाईँहरूलाई मेरो भनाइ मन पर्यो भने सेयर, कमेन्ट, लाइक गर्न सक्नुहुनेछ, गरिदिनु होला। यदि मन परेन भने पनि तपाईँहरूको आफ्नो विचारहरू राख्न सक्नुहुनेछ। अब यस्तै हो, अहिले सबैजनाले उसले गाली गर्ने, ऊ यस्तो फलाना, यस्तो ढिस्का, यस्तो भन्ने चाहिँ जतासुकै छ। मैले चाहिँ कसैलाई गाली गर्न चाहिनँ, गाली गरे हुनेवाला केही पनि छैन। अब गाली गर्नु भनेको आफ्नो मुख दुखाउनु अनि आफूलाई स्ट्रेस लिनु मात्रै हो। त्यसैले गर्दाखेरि आफूले छानेको अनि जानेको देशको लागि केही गर्न सक्ने नेतालाई चाहिँ चुन्नु होला। देशभरिको त नभनौँ, हामीले चाहिँ यो क्षेत्र नम्बर 4 को डाक्टर राजा भट्टराईको बारेमा चाहिँ मैले के भनिरहेको छु तपाईँलाई अनुरोध गरे हो। अरू मैले कसैलाई केही पनि बोलिनँ। धन्यवाद।